त्यो रामचन्द्र पौडेल थियो नि मरे बेला भइहाल्यो त मरे पनि नाम कमाउँछ भनेर चाहिँ लोभ लागेको छ क्या अरे ठ्याक्कै दिनु बस्दैखाले त्यो प्रधानमन्त्रीको ठाउँमा गृहमन्त्रीको ठाउँमा म भएको भए तिनै गोली खाने कारण खोलेर 24 घण्टा म्याद दियो सफाइ दिन्छ जन बनाउनु मान्छेलाई तपाईँ यतिकै तपाईँले त्यो ठोक्ने भनेर कहाँ हुन्छ यार मलाई मार्नु पर्ने कारण बताऊ भने मैले अडे त्यस पछाडि त्यही बेचमा उयो मेरो भान्जो केसो कहाँ छ त्यो त्यसपछि लास्ट आवरमा सम्झौता के भयो यो भान्जो र म राति चाहिँ नि तपाईँहरू आज चाहिँ छोडेर अब तपाईँहरू चाहिँ नि सिडिलको बाटो जानुहोस् तपाईँहरू चाहिँ घर छोडिदिनुहोस् भनेपछि अनि ऊ त्यो केसो भान्जो र म राति टर्च बालेर बेथानबाट हिँडेर उज्यालो हुँदाखेरि चैन पुऱ्याइदिएँ मान्छेले एउटा फेस त गर्नु पऱ्यो नि हिँड्दा ठिक छ त्यो म छोडिदिन्छु घर भनेर अनि मैले घर छोडेको मारेनन् मलाई कुटेनन् है तर कुर्के पनि हत्या सत्या बोकेर आएछ तपाईँलाई विस्थापित नगरिनु हुँदैन भनेका छन् तपाईँले त्यसलाई ठोक्नुपर्छ भनेका छन् भनेर भन्छ अब ठाउँमा मान्छे मरेका छन् तर मैले गराएको भए के हुन्थ्यो है अनि म चाहिँ आएँ हेर्नुहोस् त्यसरी अनि हामी राख्थ्यो ठिक छ त्यसो भए तपाईँलाई त्यो ठाउँै खाले होइन मलाई त त्यहाँ हामीलाई त्यहाँ तपाईँलाई त विस्थापित नगरी सधैँ विचार भएन भन्नुभयो त्यो फेस गरेर आएको मान्छे म त्यो प्रधानमन्त्रीको ठाउँमा गृहमन्त्रीको ठाउँमा म भएको भए तिनै गोली खाने तर मैले केही गल्ती गरेको छैन सार्वजनिक टुडी खेलमा आएर चाहिँ सार्वजनिक चाहिँ सम्बोधन गरेको थिएँ सार्वजनिक उसमा आएर आउनुहोस् टुडी खेलमा आर्मी सेना आउनुहोस् सुरक्षा दिनु जुन आउनु म टुडी खेलमा गएर सम्बोधन गर्छु मैले केही गल्ती गरेको छैन म यो चाहिँ नि संवैधानिक कसीभित्र जन अदालतभित्र उभिन आएको छु मार्नु मलाई भन्नु भने के हुन्थ्यो यो साँच्चै नै गएछ यार भन स्वाट हेलिकप्टर चढ्दा प्रधानमन्त्री गृहमन्त्री हेलिकप्टर चढेर भाएपछि अरू को बस्छ यार कस्तो कुरा हुन्छ यार तपाईँहरू को बस्छ भने भला त्यो एउटा चाहिँ नि बबुरो बमको छोरो त्यो रामचन्द्र पौडेल थियो नि मरे बेला भइहाल्यो त मरे पनि नाम कमाउँछ भनेर चाहिँ लोभ लागेको छ क्या अरे ठ्याक्कै दिनु बस्दैखाले के हुन्थ्यो कल्पना नगर्नु अन्तिममा